20-21 का भाइ भन्छन् सर अब छिटो हान्नु, सक्ने जति गरेकै छु बुढो ज्यानलाई कति तान्नु। मेरो गजलको शीर्षक छ सक्ने जति गरेकै छु। गजल यसरी सुरु हुन्छ। उमेर पनि 40 कट्यो, नचल सतर कति गर्नु। उमेर पनि 40 कट्यो, नचल सतर कति गर्नु। ज्यानले साथ दिएको छैन, पछि नानी कति झाड्नु। ज्यानले साथ दिएको छैन, पछि नानी कति झाड्नु। 18 इन्च गोडा उठाई ड्रिल पनि खेलेकै छु। 18 इन्च गोडा उठाई ड्रिल पनि खेलेकै छु। बुटको सोलै खस्ने गरी ज्यानलाई पनि पेलेकै छु। बुटको सोलै खस्ने गरी ज्यानलाई पनि पेलेकै छु। 20-21 का भाइ भन्छन् सर अब छिटो हान्नु। 20-21 का भाइ भन्छन् सर अब छिटो हान्नु। सक्ने जति गरेकै छु बुढो ज्यानलाई कति तान्नु। सक्ने जति गरेकै छु बुढो ज्यानलाई कति तान्नु। पानी पर्ला जस्तो हुन्छ बिहान सामेल हुने बेला। पानी पर्ला जस्तो हुन्छ बिहान सामेल हुने बेला। पिठी छुट्दा हराउँछ मौसमले नि गर्छ हेला। पिठी छुट्दा हराउँछ मौसमले नि गर्छ हेला। बिपीइटी 2 माइल दौड कसो गरौँ बुढेसकालमा। बिपीइटी 2 माइल दौड कसो गरौँ बुढेसकालमा। बीएमआई नि फिट हुने भो यो 82 सालमा। बीएमआई नि फिट हुने भो यो 82 सालमा। तल्केको बुट ल्याउनु पर्ने आफ्नै मुहार हेर्न मिल्ने। तल्केको बुट ल्याउनु पर्ने आफ्नै मुहार हेर्न मिल्ने। बुढेसकालको फर्स्ट ग्रेड तालिम ओकल नेकी निल्ने। बुढेसकालको फर्स्ट ग्रेड तालिम ओकल नेकी निल्ने। एफसीबीसी एमआर ट्याक्टिस अब मैले के जान्नु। एफसीबीसी एमआर ट्याक्टिस अब मैले के जान्नु। सक्ने जति गरेकै छु बुढो ज्यानलाई कति तान्नु। सक्ने जति गरेकै छु बुढो ज्यानलाई कति तान्नु। पिठी पछि लेक्चर हुन्छ हेर्दा हेर्दै सुत्छु। पिठी पछि लेक्चर हुन्छ हेर्दा हेर्दै सुत्छु। नचल कासन जब आउँछ दायाँ बायाँ हेर्दै उठ्छु। नचल कासन जब आउँछ दायाँ बायाँ हेर्दै उठ्छु। 2061 साल साउन 20 को भर्ती। 61 साल साउन 20 को भर्ती हुनुहुँदो रहेछ। 2061 साल साउन 20 को भर्ती। नयाँ पिठी सिक्न पाइयो हे आकाश हे धरती। नयाँ पिठी सिक्न पाइयो हे आकाश हे धरती। आकाश धरती गर्दा अलि गाह्रो भए पनि थाहा छ नि होइन सरहरूलाई आकाश धरती। आकाश धरती गर्दा अलि गाह्रो भए पनि भुडी घट्यो शरीर मिल्यो चुस्त भए मनी। भुडी घट्यो शरीर मिल्यो